सो हाई आजको भिडियोमा हामीहरूले कुरा गर्नेछौँ प्रोकास्टिनेसनको बारेमा। यस, अहिलेको हामीहरूको लाइफमा एकदमै हामीहरूले हरेक चिजलाई प्रोकास्टिनेट गरिरहेको हुन्छौँ। त्यसैले यो भिडियोको इम्पोर्टेन्स नै हजुरलाई हेल्प गरोस् भनेर, ओके। सो योभन्दा अगाडि पनि मैले एउटा प्रोकास्टिनेसनको भिडियो चाहिँ बनाएको थिएँ, तर त्यो भिडियोमा चाहिँ प्रोकास्टिनेसनमा एकदमै इनडेप्थ नलेज दिन सकेको थिएन, बिकज एकदमै सानो पनि छ त्यो भिडियो। अर्को पनि के रिजन थियो भन्दाखेरि त्यो भिडियोमा चाहिँ हामीहरूले इट द्याट फ्रग बुकको प्रिन्सिपलहरू धेरै युज गरेको थियौँ, द्याट इज द रिजन। सो आजको भिडियोमा चाहिँ हामीहरूले एकदमै राम्रोसँग प्रोकास्टिनेसनलाई बुझ्नेछौँ। यदि तपाईँले यो भिडियो हेरिसकेपछि तपाईँले प्रोकास्टिनेसनको बारेमा अरू भिडियो हेर्नु पर्दैन। तर एउटा चाहिँ के चिज भन्न चाहन्छु भन्दाखेरि भिडियोको स्टार्टिङमै यो भिडियो चाहिँ तपाईँको लागि यदि तपाईँले यसलाई फलो गर्नुहुन्छ भने चाहिँ नत्र लिटरली आई डोन्ट थिङ्क कि काम लाग्छ है। बिकज मैले पनि धेरै भिडियो हेरिसकेको छु, कुनै पनि भिडियोले काम दिँदैन जबसम्म तपाईँले इम्प्लिमेन्ट गर्नुहुन्न। र यो भिडियो स्टार्ट हुनुभन्दा अगाडि चाहिँ म तपाईँलाई केही ग्यारेन्टीहरू दिन चाहन्छु, 3 ग्यारेन्टिज, ओके। द फर्स्ट वान इज तपाईँले प्रोकास्टिनेसनको बारेमा कम्प्लिटली बुझ्नुहुन्छ। तपाईँले त्यसपछि प्रोकास्टिनेसनको बारेमा अरू भिडियो हेरेर बुझ्नु जरुरत पनि पर्दैन। द सेकेन्ड इज तपाईँले कसरी प्रोकास्टिनेसनले काम गर्छ, यसको साइन्स के हो, प्रोकास्टिनेसन हुनुको साइन्स के हो भनेर बुझ्नुहुन्छ, यसको रिजन्सहरू सबै यसमा पऱ्यो। एन्ड द थर्ड इज तपाईँले कसरी प्रोकास्टिनेसनलाई ओभरकम गर्ने भनेर कम्प्लिट मेथड पाउनुहुन्छ। एन्ड मैले यसलाई किन यस्तै ग्यारेन्टी भएर भन्दैछु भन्दाखेरि मैले पनि यही मेथडहरू युज गरेर नै आफ्नो प्रोकास्टिनेसनलाई ओभरकम गरिरहेको छु आफ्नो पर्सनल र प्रोफेसनल दुवै लाइफमा, ओके। सो लेट्स गो टु द भिडियो गाइज। सो फर्स्टमा हामी बुझौँ प्रोकास्टिनेसन भनेको चाहिँ के हो। प्रोकास्टिनेसनलाई एकदमै सिम्पली डिफाइन गर्नु पर्दाखेरि चाहिँ इट इज द प्रोसेस अफ डिलिङ द टास्क फर फ्युचर विदाउट बिङ कन्सियस एबाउट द कन्सिक्वेन्सेस। मतलब तपाईँले आफ्नो कुनै पनि इम्पोर्टेन्ट काम, आफ्नो महत्त्वपूर्ण कामलाई भोलि गर्छु पछि गर्छु भनेर टाल्नुलाई प्रोकास्टिनेसन भनेर भनिन्छ, ओके। आई होप तपाईँले यसको सिम्पल डेफिनेसन चाहिँ बुझ्नुभयो होला। अनि हामीहरूमध्ये धेरैलाई के पनि लाग्छ भन्दाखेरि प्रोकास्टिनेसन त लेजिनेसको कारणले गर्दाखेरि हुन्छ क्या अरे, तर यस्तो होइन। तपाईँलाई पनि त्यस्तो लाग्छ भने लिटरली यो रिजन चाहिँ होइन। यदि तपाईँले आफ्नो कामहरू, आफ्नो इम्पोर्टेन्ट कामहरूलाई प्रोकास्टिनेसन गर्नुहुन्छ, प्रोकास्ट पछि गर्छु टाल्नुहुन्छ भने चाहिँ, पछि सार्नुहुन्छ भने चाहिँ त्यो लेजिनेसको कारणले गर्दाखेरि मात्रै होइन। यस, प्रोकास्टिनेसन लेजिनेसको रोल चाहिँ खेल्छ, तर एकदमै कम पर्सेन्ट। अनि यो भिडियोको अर्को पार्टमा जानुभन्दा अगाडि चाहिँ हामीहरू दुईवटा टर्मको बारेमा कुरा गरौँ, द्याट इज इन्स्टेन्ट ग्रेटिफिकेसन र लङ टर्म, द्याट इज डिले ग्रेटिफिकेसन। मतलब इन्स्टेन्ट ग्रेटिफिकेसन भनेको के चाहिँ हो त, हामीहरूले आजभन्दा 2 वर्ष अगाडि आई गेस एकदमै सुनिरहेको टर्महरू थियो नि, द्याट इज ऱ्याट रेस। अहिले पनि इन्टरनेटमा धेरै चलिरहेको छ ऱ्याट रेस भनेर, तर त्योभन्दा पनि धेरै अर्को एकदमै चिजसँग हामीले डराउनु पर्नेछ, द्याट इज इन्स्टेन्ट ग्रेटिफिकेसनसँग। मैले यो कोड पनि लेखेको छु यहाँ, द बेस्ट थिङ यु क्यान डु इज डिले ग्रेटिफिकेसन। तर हामीहरू इन्स्टेन्ट ग्रेटिफिकेसनको लुपमा यसरी फसिसकेको छौँ कि हेर्नुहोस् है, यो बुक भ्याउनको लागि तपाईँले 8 देखि 15 दिन लाग्छ र तपाईँले यही बुकको समरी युट्युबमा 30 मिनटको समरी हेरेर कम्प्लिटली बुझ्न सक्नुहुन्छ नि त। यसलाई भन्छ इन्स्टेन्ट ग्रेटिफिकेसन। एकदमै छिटो हाम्रो ब्रेनले रिवार्ड खोजिरहेको हुन्छ अनि त्यो रिवार्डहरू चाहिँ इन्स्टेन्ट ग्रेटिफिकेसनले दिन्छ। अनि डिले ग्रेटिफिकेसनको चाहिँ केही पनि इम्पोर्टेन्स नै भएन क्या हो। यो चिजहरूसँग चाहिँ हामीहरू डराउनु पर्छ, यो चिजहरूलाई चाहिँ हामीहरूले एड्याप्ट गर्नु हुँदैन इन्स्टेन्ट ग्रेटिफिकेसनलाई, ओके। या कुनै टर्ममा फाइदा पनि हुनसक्छ इन्स्टेन्ट ग्रेटिफिकेसन, तर एकदमै इजिली हामीले कुनै पनि चिज नभएको चिजहरूलाई हामीहरूले इन्जोयमेन्ट लिन पाइरहेको छौँ, द्याट इज इन्स्टेन्ट ग्रेटिफिकेसन। अनि डिले ग्रेटिफिकेसन भनेको चाहिँ के भन्दाखेरि पछिसम्मको लागि सोचेर अगाडि बढ्नुलाई डिले ग्रेटिफिकेसन भन्छ। यदि तपाईँ डिले ग्रेटिफिकेसनलाई सधैँ चुज गर्नुभयो भने चाहिँ अभियसली तपाईँ सक्सेस हुनुहुन्छ। यस, मेजोरिटी अफ केसमा, ओके। कुनै केसमा इन्स्टेन्ट ग्रेटिफिकेसन पनि राम्रो हुनसक्छ, तर मेजोरिटी अफ मोस्ट अफ द केसमा चाहिँ डिले ग्रेटिफिकेसन अलवेज विन। तर कुरा के हुन्छ भन्दाखेरि हामीहरूको ब्रेनमा चाहिँ प्रेजेन्ट बायस भन्ने चिज चलिरहेको हुन्छ। यसलाई साइकोलोजीमा प्रेजेन्ट बायस भनिन्छ। मतलब हामीहरूको ब्रेनले चाहिँ इमिडिएट कम्फर्ट खोज्छ, जो चाहिँ इन्स्टेन्ट ग्रेटिफिकेसनले दिन्छ। तपाईँलाई रिल्स हेर्न मजा आउँछ कि बुक पढ्न मजा आउँछ हो यति बेला, अनि तपाईँको ब्रेनमा फाइट चल्छ कुन चिज गर्ने, इन्स्टेन्ट ग्रेटिफिकेसन कि डिले ग्रेटिफिकेसन। अनि मोस्ट अफ द केसमा चाहिँ इन्स्टेन्ट ग्रेटिफिकेसन विन्स। यस, 80-90% विन गर्छ इन्स्टेन्ट ग्रेटिफिकेसनले। जस्तै तपाईँले आफ्नो लाइफमा हेर्नुहोस् न, बिहानदेखि बेलुकासम्मको लाइफमा हेर्नुहोस्, तपाईँले कति बेला चाहिँ डिले ग्रेटिफिकेसनलाई चुज गर्नुहुन्छ। तपाईँले कति बेला चाहिँ होइन बुक पढ्नुपर्छ, बरु रिल्स स्क्रोल गर्नुको ठाउँमा, इन्स्टाग्रामको चलाउनुको ठाउँमा बरु मैले कुनै आर्टिकलहरू पढ्न सक्छु, यस्तो कति बेला थट आउँछ तपाईँलाई? आउँदैन नि, किनकि तपाईँको दिमागले तपाईँलाई इन्स्टेन्ट ग्रेटिफिकेसनको एडिक्टेड बनाइदिरहेको छ, किनकि त्यसमा छिटो डोपामाइन रिलिज हुन्छ। अनि आई वान्ट टु डिस्टर्ब यु हियर, डोपामाइनको एकदमै खतरा मास्टर क्लास बनाएको छु मैले नेपाली ल्याङ्ग्वेजमै, आइआइकानमा गएर तपाईँले चेक गर्न सक्नुहुन्छ। प्लिज गाइज, एकदमै इम्पोर्टेन्ट भिडियो छ, हेर्नुहोस्, किनकि जब तपाईँले साइन्सको बारेमा, दिमागको बारेमा बुझ्नुहुन्छ, तपाईँको ह्याबिट फर्मेसनहरू एकदमै राम्रोसँग काम गर्छ, ओके। यो भिडियोको सेकेन्ड पार्ट, द्याट इज
साइन्स बिहाइन्ड प्रोक्रास्टिनेसन, कुन कारणले गर्दाखेरि चाहिँ प्रोक्रास्टिनेसन हुन्छ भनेर चाहिँ हामीले यो पार्टमा बुझ्छौँ। ओके, म तपाईँलाई फर्स्टमा चाहिँ साइन्स थ्रु लग्छु। ओके, साइकोलोजिस्टहरूले चाहिँ के भन्छ भन्दाखेरि टाइम म्यानेजमेन्टको प्रोब्लम गर्दाखेरि प्रोक्रास्टिनेसन हुनुभन्दा पनि इमोसनल रेगुलेसनको प्रोब्लमले गर्दाखेरि चाहिँ प्रोक्रास्टिनेसन हुन्छ। चुजिङ सर्ट टर्म कम्फर्ट ओभर लङ टर्म सक्सेस, त्यसको ट्र्यापमा हामीहरू फसिरहेको छौँ। साइकोलोजीले पनि यही भन्छ, हाम्रो ब्रेनमा मुख्यतः दुईटा पार्ट हुन्छन् जसले चाहिँ प्रोक्रास्टिनेसनमा एकदमै ठुलो रोल खेल्छन्। द फर्स्ट इज प्रिफ्रन्टल कोर्टेक्स एन्ड द सेकेन्ड इज लिम्बिक सिस्टम। प्रिफ्रन्टल कोर्टेक्स भनेको चाहिँ हामीहरूको ब्रेनको सिइओ, म्यानेजर जस्तो। सिइओ भनेको के हो? चिफ एक्जिक्युटिभ अफिसर। हामीहरूको काममा सिइओले कुनै पनि कम्पनीमा सिइओ म्यानेजरहरूले के इन्स्योर गर्छ तपाईँहरूले, यदि तपाईँ पनि कुनै पनि प्रोफेसनल हुनुहुन्छ भने चाहिँ तपाईँलाई के भन्छ, यो काम गर्नुपर्छ, त्यो काम गर्नुपर्छ, राम्रो चिजहरू मात्रै सिकाउँछ नि। तर लिम्बिक सिस्टम भनेको चाहिँ तपाईँहरूको एकदम नराम्रो साथी जस्तो। यो एउटा मेटाफोरबाट बुझ्नुहोस् है त। प्रिफ्रन्टल कोर्टेक्सले तपाईँलाई के भन्छ भन्दाखेरि मानव तपाईँले कुनै पनि प्रोजेक्टमा काम गर्नुहुन्छ, तपाईँले एउटा वेबसाइटको डिजाइन गराउनुहुन्छ, तपाईँको प्रिफ्रन्टल कोर्टेक्सले भन्छ तैँले यो डिजाइन गर्नु छ, यो डिजाइनले गरिहाल, नत्र भोलि गएर तेरो अफिसमा तेरो बोसले तँलाई गाली गर्न सक्छ। प्रिफ्रन्टल कोर्टेक्सले यसरी तपाईँलाई इन्डिकेट गर्छ। तर लिम्बिक सिस्टमले के भन्छ भन्दाखेरि त्यो डिजाइन गर्न कति घन्टा लाग्छ, त्योभन्दा त्यो स्क्रोल गरेर रिल्स मुभी हेर्न कति मजा आउँछ। लिम्बिक सिस्टमले यसरी काम गर्छ। तपाईँले अब नेक्स्ट टाइम तपाईँलाई यस्तो फिल हुँदाखेरि चाहिँ तपाईँले के गर्नुहोस् भन्दाखेरि चाहिँ जस्तै नेक्स्ट टाइम तपाईँलाई हुन्छ नि कुनै पनि काम गर्नु छ अनि तपाईँको दिमागमा सेकेन्ड थट आइदिन्छ। फर्स्ट थट के हुन्छ, काम गर्नुपर्ने छ। सेकेन्ड थट आउँछ लिम्बिक सिस्टमको थट आउँछ। सेकेन्ड इज द्याट इज होइन रमाइलो गर्न, अहिले फिल्म हेर, अहिले रमाइलो गर, त्यसपछि तैँले त्यो काम गर्न सक्छस् किनकि तँसँग एक हप्ताको टाइम छँदैछ, एक महिनाको टाइम छँदैछ। इक्जामको टाइममा पनि यही हुन्छ, तपाईँले एक वर्षदेखि पढ्नुहुन्न अनि लास्टको त्यो एक महिनामा चाहिँ एकदमै खतरासँग पढ्नुहुन्छ। यो चाहिँ लिम्बिक सिस्टमको कारणले गर्दाखेरि चाहिँ अनि त्यसपछि तपाईँको इररहरू आउँछ, निन्द्रा पुग्दैन, हेल्थमा खराबी हुन्छ, यति धेरै प्रब्लमहरू तपाईँले फेस गर्नुपर्ने हुन्छ। सो नेक्स्ट टाइम अब यस्तो थट आयो भने, सेकेन्ड थट आयो भने चाहिँ सोच्नुहोस् होइन यो मेरो लिम्बिक सिस्टमले मलाई इन्फ्लुएन्स गर्नको लागि, मलाई नराम्रो काम गराउनको लागि थट आइरहेको छ। सो मैले यो थटलाई छोडेर मैले प्रिफ्रन्टल कोर्टेक्सको राम्रो थटलाई, लजिकल थटलाई लिनुपर्छ भनेर सोच्नुहोस्। ओके, तर यसमा एउटा नराम्रो कुरा के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको प्रिफ्रन्टल कोर्टेक्स र लिम्बिक सिस्टमको वारमा चाहिँ मोस्ट अफ द टाइम लिम्बिक सिस्टमले जित्छ। त्यसैले तपाईँको मोस्ट अफ दि कामहरू चाहिँ पछि भोलि भन्दै सरिरहेका हुन्छन्। कतिपय मान्छेहरूको त त्यो एक वर्षदेखि अनकम्प्लिटेड कामहरू पनि रहिरहेको छ। साइन्सको भाषामा चाहिँ यसलाई एमिगडेला हाइज्याक पनि भनेर भनिन्छ। हामीहरू खासमा अल्छी भएर होइन, तर नेगेटिभ इमोसन जस्तै फियर, स्ट्रेसहरू, बोर्डमबाट भाग्नको लागि हामीहरूले आफ्नो कामहरूलाई पछि भनेर सार्दै गर्छौँ। यसलाई एउटा सानो स्टोरीबाट बुझौँ है त। मानौँ एउटा मान्छेको नाम छ राजीव, ऊ चाहिँ एउटा डिजाइनिङ कम्पनीमा काम गर्छ। आज ऊ अफिस गयो, आज सन्डे, अनि उसको बोसले चाहिँ उसलाई एउटा प्रोजेक्ट असाइन गर्यो। यो एकदम इम्पोर्टेन्ट प्रोजेक्ट छ, यो चाहिँ घर आइज, तर तैँले फ्राइडे सब्मिट गर्नुपर्ने हुन्छ, एकदम इम्पोर्टेन्ट प्रोजेक्ट छ भन्छ। अनि यो घर जान्छ, एकदम थकाइ फिल गरेको हुन्छ, अनि उसको ब्रेनमा एउटा थट आउँछ, मैले यो प्रोजेक्ट गर्नुपर्ने छ, फ्रम प्रिफ्रन्टल कोर्टेक्स, सिइओ अफ द ब्रेन। ओके, तर त्यसपछि एउटा अर्को थट आउँछ, द्याट इज लिम्बिक सिस्टमको थट। आज त अलिक थाकेको छस्, त्यही पनि तसँग यति धेरै टाइम छ, 5 दिनको टाइम छ, तैँले जहिले पनि गर्न सक्छस् भन्छ। अनि त्यसले त्यो दिन त्यो काम गर्दैन। नेक्स्ट डे पनि यस्तै हुन्छ, बहाना पारिहाल्छ यता केही गरेर। नेक्स्ट डे पनि यस्तै हुन्छ, अनि त्यसले थर्सडेको रातभरि आफ्नो निन्द्रा मारेर त्यो काम गर्छ, धेरै इररहरू गर्छ, त्यो प्रोजेक्ट रिजेक्टेड हुन्छ। अनि उसको प्रोफेसनल लाइफमा ट्रस्टवर्दिनेस, उसको क्रेडिबिलिटी नै ड्यामेज भइहाल्यो। यसरी तपाईँको प्रोफेसनल लाइफमा प्रोक्रास्टिनेसनले इफेक्ट गर्न सक्छ। सो गाइज बी अवेर अफ दिस। ओके, एन्ड वाट आर द कजेज अफ प्रोक्रास्टिनेसन। यो भिडियोमा चाहिँ हामीले 6वटा कजहरू कुरा गर्छौँ, एकदमै मेजर कजहरू। द फर्स्ट वान इज फियर अफ फेलियर। कुनै पनि काम स्टार्ट गर्नुभन्दा अगाडि तपाईँलाई होइन म फेल भएपछि के होला, यो भएपछि के होला, त्यो भएपछि के होला आउनुलाई फियर अफ फेलियर भन्छ। एन्ड प्रोक्रास्टिनेसनको एकदमै मेजर कज हो यो चाहिँ। कन्टेन्ट क्रिएसन स्टार्ट गर्नु छ मान्नुहोस् तपाईँले के सोच्नुहुन्छ, होइन मेरोमा नराम्रो कमेन्ट आइदिएपछि के होला, मैले गर्दैछु बिग्रिएपछि मान्छेले मलाई के भन्लान्, हो यस्तो थटहरूलाई चाहिँ फियर अफ फेलियर भनिन्छ। एन्ड सेकेन्ड इज ओभरवेल्म एन्ड लार्ज टास्क। म तपाईँलाई एउटा सानो स्टोरी दिन्छु है त। तपाईँले एउटा होल चिकनलाई एकचोटि खान सक्नुहुन्छ, लाइक त्यो ठुलो चिकनलाई, 2 केजीको चिकनलाई एकैचोटि खान सक्नुहुन्छ? नो, यु कान्ट। तपाईँले के गर्नुपर्ने हुन्छ, सानो चङ्क्सहरू बनाएर, सानो पिस बनाएर खानुपर्ने हुन्छ नि। तर तपाईँले काम गर्दाखेरि चाहिँ यस्तो कहिले पनि गर्नुहुन्न। तपाईँले त्यो सबै कामलाई एकैचोटिमा गर्छु भन्नुहुन्छ। मान्नुहोस् तपाईँले एउटा वेबसाइटको डिजाइन गराउनु छ, अदरवाइज कुनै पनि आफ्नो प्रोफेसनल हुनुहुन्छ, तपाईँले एउटा पुरै कम्प्लिट नोट बनाउनु छ, 100 पन्नाको नोट गराउनु छ भने चाहिँ तपाईँले के गर्नुहुन्छ, 100 पन्ना एकै रातमा पढ्न खोज्नुहुन्छ। अनि तपाईँले अभियसली प्रोक्रास्टिनेट गर्नुहुन्छ, होइन 100 पन्ना कहाँ पढ्न सक्छु भन्नुहुन्छ। तर तपाईँले के गर्न सक्नुहुन्छ त्यसको ठाउँमा भन्दाखेरि फर्स्टमा 5 पन्ना पढ्ने, त्यसपछि 10 पन्ना पढ्ने, त्यसपछि 20 पन्ना पढ्ने। त्यसरी गरेपछि सजिलो हुन्छ नि त। त्यो चिकन खाना पनि सानो पिस बनाएर खान पो सजिलो हुन्छ, ठुलो पिस त खान सकिँदैन नि त। हो, यसलाई भन्छ ओभरवेल्म एन्ड लार्ज टास्क।
एउटा ह्याम्बरिङ इफेक्ट भन्ने ल छ होइन साइकोलोजीमा। द्याट इज कुनै पनि ठुलो काम छ भने चाहिँ तपाईँले त्यसलाई ब्रेक गरेर साना साना चङ्क्सहरू बनाउनु अनि कम्प्लिट गर्नुहोस्। हो यस्तै यस्तै चिजहरूले गर्दाखेरि चाहिँ तपाईँले आफ्नो कामहरूलाई चाहिँ पछि पछि भनेर सार्नुहुन्छ। एन्ड द थर्ड इज पोर टाइम म्यानेजमेन्ट एन्ड प्लानिङ। यदि तपाईँले कुनै पनि काम गर्नुभन्दा अगाडि तपाईँसँग राम्रो प्लानिङ छैन, कसरी काम गर्ने, कति बेला काम गर्ने, कुन टाइममा काम गर्ने, कुन कामलाई फर्स्टमा कुन कामलाई सेकेन्डमा गर्ने भन्ने तपाईँको दिमागमा फिटेड छैन, तपाईँसँग त्यसको लिस्ट छैन, कुन कामलाई गर्ने भनेर प्लान छैन, तब तपाईँको काम कसरी हुन्छ? अभियसली हुँदैन राइट। अनि त्यो काम तपाईँले पछिको लागि सार्नुहुन्छ, अनि त्यो पछि पनि तपाईँले प्लानिङ गर्नुहुन्न, अझ पछिको लागि सार्नुहुन्छ। तर टाइम म्यानेजमेन्टको पनि रोल हुन्छ प्रोक्रास्टिनेसनमा, यो कुरा पनि याद राख्नु होला। जस्तै तपाईँको दिमागमा के थट आउन सक्छ भन्दाखेरि अघि राजीवलाई आए जस्तो मसँग त यत्रो 5 दिनको टाइम छँदैछ नि, म पछि गरिहाल्छु, हो यस्तो थट आउन सक्छ तपाईँलाई पनि। एन्ड द फिफ्थ वान इज पर्फेक्सनिजम, एन्ड दिस इज द भेरी भेरी मेजर कज अफ प्रोक्रास्टिनेसन। मैले पनि यो चिजलाई ओभरकम गर्न एकदमै गाह्रो भएको थियो। मेरो युट्युबको फर्स्ट भिडियो हेर्नुहोस्, एकदमै इम्पर्फेक्ट छ, लाइक त्यसमा भिडियोमा म बोल्न पनि आइरहेको छैन, मलाई नराम्रोसँग बोलिरहेको छु, तर मैले त्यो भिडियो ऱ्यान्डमली हालिदिएँ, केही पनि फरक पर्दैन, ब्याकग्राउन्ड जस्तो भए पनि फरक पर्दैन भनेर हालिदिएँ। तर के भयो भन्दाखेरि जब मैले त्यो भिडियो हालेँ एन्ड नेक्स्ट भिडियोमा चाहिँ मलाई अलिक कन्फिडेन्ट फिल भयो, होइन मैले त हालिसकेको छु। जब तपाईँले पर्फेक्ट टाइम आउँछ अनि मैले गर्छु भनेर वेट गर्नुहुन्छ नि, तपाईँले लिटरली स्टार्ट गर्न सक्नुहुन्न। यदि तपाईँलाई पनि कन्टेन्ट क्रिएसन स्टार्ट गर्नु छ भने मसँग राम्रो ब्याकग्राउन्ड छैन, राम्रो क्यामेरा छैन, राम्रो फोन छैन, राम्रो क्यामेरा लाइक त्यो माइक छैन भनेर वेट गर्नुभन्दा पनि जस्ट फोन खोल्नुहोस्, भिडियो रेकर्ड गर्नुहोस्, युट्युबमा हालिदिनुहोस्, जस्ट केही पनि नगर्नुहोस्, पर्फेक्टको खोज्दै नखोज्नुहोस्। तर म अहिले नगरेँ भने भोलि गएर गर्न सक्दैन। जब यो थट तपाईँले ल्याउन सक्नुहुन्छ नि, तपाईँले प्रोक्रास्टिनेसन कहिले पनि गर्नुहुन्न, मार्क माई वर्ड। एन्ड द सिक्स्थ वान इज डिस्ट्र्याक्सन एन्ड अनक्लियर गोल। डिस्ट्र्याक्सन भन्नाले नोटिफिकेसन, सोसल मिडिया, एकदमै त्यो इन्स्ट्यान्ट ग्राटिफिकेसनहरू, त्यो डोपामाइन स्पाइकहरू, तपाईँको सराउन्डिङ नै त्यस्तो हुनसक्छ, द्याट इज द डिस्ट्र्याक्सन पनि हुनसक्छ। एन्ड अनक्लियर गोल भन्नाले के फरक पर्छ अनक्लियर गोल? तपाईँसँग यदि तपाईँको गोल नै क्लियर भएन भने तपाईँले कहाँबाट स्टार्ट गर्ने भन्ने कुरा थाहा पाउनुहुन्न, के गर्ने भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्न। ओके, यति धेरै कन्फ्युजनहरू आउँछ अनि त्यो कन्फ्युजनले चाहिँ त्यो कामहरू चाहिँ पछि डिले गरिदिँदा हुन्छ। पछि गर्छु भन्दा तपाईँको अलवेज प्रोक्रास्टिनेट गर्नुहुन्छ। नेक्स्ट टाइम चाहिँ यो 6वटा कजबाट चाहिँ तपाईँ बच्न खोज्नुहोस्। ओके, यदि यस्तो फिल कहिले तपाईँले लाग्यो यो त म पर्फेक्ट खोज्दैछु भनेपछि नो, इम्पर्फेक्टमै छोडिदिने त्यसलाई, तर गर्न चाहिँ गर्ने। ओके, सो दिस इज द कज अफ प्रोक्रास्टिनेसन गाइज। एन्ड लेट्स टक अबाउट सोल्युसन चाहिँ के हो त। प्रोक्रास्टिनेसनको कज त बुझेँ, अब यो प्रोक्रास्टिनेसन कजलाई यस्तो हुन्छ भने यसलाई सल्भ चाहिँ कसरी गर्नु त। सो लेट्स गो टु द सोल्युसन पार्ट। सो यो भिडियोमा चाहिँ हामीले 5वटा एकदमै प्र्याक्टिकल सोल्युसन बुझ्नेछौँ प्रोक्रास्टिनेसनलाई ओभरकम गर्नको लागि। द फर्स्ट सोल्युसन इज ब्रेक बिग टास्क इन्टु स्मल स्टेप्स। ठुलो कामलाई एकदमै सानो सानो स्टेप्सहरूमा डिभाइड गर्नुहोस्। तपाईँलाई 100 पन्नाको आर्टिकल या त केही रिपोर्ट केस बनाउनु छ, एसओपीहरू के बनाउनु छ भने चाहिँ तपाईँले त्यसलाई 100 पन्नालाई 10 दिनमा डिभाइड गर्नुहोस्, डेली 10 पन्ना गर्नुहोस्, यसरी काम गर्न सक्नुहुन्छ। तर तपाईँले होइन एकै दिनमा 100 पन्ना गर्छु भनेपछि त तपाईँले कहाँबाट स्टार्ट गर्ने, के गर्ने, यस्तै कन्फ्युजनहरूले चाहिँ त्यो काम गर्न सक्नुहुन्न। सो कुनै पनि ठुलो काम छ भने चाहिँ त्यसले एकदमै सानो स्टेप्सहरूमा डिभाइड गर्नुहोस्, हो यसरी तपाईँले काम गर्न सक्नुहुन्छ। एकदमै ठुलो कामलाई सानो सानो पिसहरूमा छुटाउनुहोस् अनि काम गर्नुहोस्। एन्ड द सेकेन्ड इज 2 मिनट रुल। यो रुल चाहिँ एटोमिक ह्याबिट बाई जेम्स क्लियरको बुकबाट आएको हो। अनि यो 2 मिनट रुल भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि काम तपाईँलाई गर्न गाह्रो लाग्दैछ, जस्तै किताब पढ्न तपाईँलाई गाह्रो लाग्छ भने फर्स्टमा 2 पन्ना पढ्नुहोस्, 2 मिनट पढ्नुहोस्। अदरवाइज फर्स्ट डे त तपाईँले त्यति किताब लिएर बस्नुहोस् मात्र, जस्ट किताब लिएर बस्नुहोस् मात्र। एन्ड सेकेन्ड डे किताबलाई यतिकै स्किम गर्नुहोस् कस्तो रहेछ यताउता भनेर। एन्ड थर्ड डे त्यो किताबको कन्टेन्टहरू के छ भनेर फर्स्ट च्याप्टर पढ्नुहोस्, फर्स्ट लेसन थोरै पढ्नुहोस्, 1 पन्ना 2 पन्ना जति पढ्नुहोस्। एन्ड द थर्ड तपाईँले 2 पन्ना 3 पन्ना पढ्नुहोस्, त्यसपछि त्यस्तै गरेर बानी बसाउनुहोस्। एन्ड द थर्ड इज प्रायोरिटाइज योर 3 टास्क। मतलब तपाईँले आफ्नो कुनै पनि इम्पोर्टेन्ट टास्कहरू जुन तपाईँले आफ्नो दिनमा गर्नुपर्ने छ त्यसलाई चाहिँ एउटा कपीमा लेखेर राख्नुहोस्। एउटा ह्याक भनिदिन्छु म, एकदम इम्पोर्टेन्ट कुरा छ चाहिँ, जस्ट फलो होइन। सुत्नुभन्दा अगाडि लेख्नुहोस् यसलाई चाहिँ, जस्तै बिहान उठेर लेख्छु होइन, तपाईँ 4 बजे उठ्यो भने बिहान उठेर चाहिँ नलेख्नुहोस्, सुत्नुभन्दा अगाडि लेख्नुहोस्। किनभने यसमा चाहिँ साइकोलोजिकल रोलहरू हुन्छ, सबकन्सियस चिजहरू खेल्छ यसमा, त्यसले गर्दा काम हुन्छ। यो चिजलाई चाहिँ नेक्स्ट भिडियोमा कुरा गरौँला, तर टु डु लिस्ट चाहिँ सुत्नुभन्दा अगाडि बनाउनुहोस्। ओके, फोर्थ, रिड्युस डिस्ट्र्याक्सन एन्ड बिल्ड अ गुड इन्भाइरोमेन्ट। मतलब आफ्नो डिस्ट्र्याक्सनहरूलाई चाहिँ एकदमै घटाउनुहोस् अनि इन्भाइरोमेन्ट चाहिँ राम्रो बनाउँदै जानुहोस्, जहाँ चाहिँ तपाईँले एकदमै प्रोडक्टिभ भएर काम गर्न सक्नुहुन्छ। यस मैले माने तपाईँको घर राम्रो नहुन सक्छ, तपाईँको रुम राम्रो नहुन सक्छ, तपाईँको साथीहरू नराम्रो हुन सक्छन्, तर तपाईँले जतिसम्म गर्न सक्नुहुन्छ त्यतिसम्म ट्राई गर्नुहोस्।
एन्ड द मेजर डिस्ट्र्याक्सन भनेको मेजर रोल खेल्छ सोसल मिडियाहरू। तपाईँको फोन, इन्टरनेट, युट्युबको नोटिफिकेसन्सहरू, फेसबुकको नोटिफिकेसन, साथीहरूलाई फ्लेक्स गर्ने चिजहरू हो, यो चिजहरूबाट चाहिँ एकदमै राम्रोसँग बस्नुहोस्। ओके, एन्ड द फिफ्थ इज युज इमिडिएट रिवार्ड एन्ड एकाउन्टेबिलिटी। के रिवार्ड गर्ने भन्दाखेरि जस्तै मान्नु तपाईँले एउटा एस्से लेख्नुपर्ने छ अनि तपाईँले आफ्नो ब्रेनको प्रिफ्रन्टल कोर्टेक्सको कुराहरू मानेर जितेर लिम्बिक सिस्टमसँग तपाईँले एउटा एस्से लेख्नुभयो। अनि एस्से लेखिसकेपछि यहाँ मैले लेखेँ कि नै भएर भन्नुभन्दा यस मैले लेखेँ आफूले एकैछिनको लागि हो भने एप्रिसिएट गर्नुहोस् हो मैले जब मैले लेखेँ टाइपको। यसले के हुन्छ भन्दाखेरि तपाईँले डोपामाइन रिवार्ड पाउनुहुन्छ, थोरै रिवार्ड पाउनुहुन्छ। अनि तपाईँले नेक्स्ट टाइम पनि तपाईँले चाहिँ आफ्नो प्रिफ्रन्टल कोर्टेक्सलाई धेरै प्रायोरिटी दिनुहुन्छ लिम्बिक सिस्टमलाई भन्दाखेरि। एन्ड एकाउन्टेबिलिटी भनेको चाहिँ के भन्दाखेरि आफ्नो टाइमको, आफ्नो चिजहरूको मेजर गर्नुहोस्, ह्याबिट ट्र्याकर बनाउनुहोस्। एन्ड यो स्टेप्सहरू फलो गरेर अभियसली तपाईँको प्रोक्रास्टिनेसन 110% ओभरकम हुन्छ। सो यसको फाइदा चाहिँ के त? तपाईँले प्रोक्रास्टिनेसनलाई ओभरकम गरिसकेपछि तपाईँले प्रोडक्टिभिटी त पाउनुहुन्छ नै, तपाईँको हरेक काम प्रोडक्टिभ त हुन्छ नै, तर तपाईँको शान्ति, पिस अफ माइन्ड पनि फिर्ता पाउनुहुन्छ। तपाईँले राति सुत्दाखेरि तनाव लिएर सुत्नु पर्दैन, तपाईँ आराम भएर सुत्न सक्नुहुन्छ। तपाईँले आफ्नो फ्यामिलीसँग, आफ्नो परिवारसँग एकदमै क्वालिटी अफ टाइम बिताउन सक्नुहुन्छ। तपाईँले कुनै पनि काम सार्नु भनेको त्यो कामलाई मात्र सार्ने सोच्नुहुन्छ होला, तर त्यस्तो होइन, तपाईँले आफ्नो जीवनलाई नै पछि सार्दै हुनुहुन्छ हो। यो कुरा चाहिँ तपाईँले प्रोक्रास्टिनेसनलाई ओभरकम गरिसकेपछि पाउनुहुन्छ। त्यसैले आजदेखि आफ्नो डिक्सनरीबाट पछि गर्छु, लेटर भन्ने शब्दलाई डिलिट गरिदिनुहोस्, हटाइदिनुहोस्। म तपाईँले एउटा क्वेसन सोध्छु, तपाईँले यस्तो कुन काम हो जुन तपाईँले महिनौदेखि पछि गर्छु भनेर सारिराख्नु भएको छ? त्यो कामलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस्। अनि यो भिडियो सकिने बित्तिकै त्यो कामलाई थोरै भए पनि गर्नुहोस्, थोरै सानो स्टेप्स उचाल्नुहोस् त्यो कामको लागि। यदि यो भिडियोले तपाईँलाई थोरै भए पनि भ्याल्यु प्रोभाइड गर्यो भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गाइज। एन्ड थ्याङ्क्स फर वाचिङ गाइज। अर्को भिडियोमा त हामी भेट्ने नै छौँ। तबसम्म स्टप डिलेइङ योर लाइफ एन्ड स्टार्ट टेकिङ एक्सन।